सो यू गाइस व्हाट्स अप हामी चाहिँ राइट नाउ जाँदैछौँ खोला अन्त हाम्रो यहाँ गिदोन भाइ गिदोनले चाहिँ हामी किन जाँदैछौँ भन्दा चाहिँ हामी चाहिँ आज चाहिँ हामी किन जाँदैछौँ भने त हामी आज फिसिङ गर्न पुग्नु फर्स्टै पुग्नुको लागि पर्छ पहिला हो हामी चाहिँ आज पुग्नु छ आजको कन्टेन्टको नामै पुग्नु हामी चाहिँ आज चाहिँ बल्छी खेल्न गइरहेका छौँ र हामी चाहिँ खासमा चाहिँ कुन चाहिँ बाटो चाहिँ यहाँसम्म आइपुग्यो हाम्रो घर चाहिँ यहाँभन्दा 3 किलोमिटर जस्तो माथि है हजुर भाइ हजुर यो बाटै छैन खासमा चाहिँ यो बाटै छैन तर यो बाटो हामी टक्कै आयौँ जङ्गल ओह्रालो त्यहाँदेखि अहिले हामी मामाको घरमा छौँ सबैको मामा अन्त गिदोनले चाहिँ हाम्रो बल्छीको लागि जुन चाहिँ त्यो गरम भएको हुन्छ पानीमा डुब्नुलाई त्यो बनाउँदैछ गोटी काटेर सो हामी एकछिनमा भेट्नेछौँ राइट नाउ हाम्रो प्लेन पनि आइसकेको छ पाइलट चाहिँ हाम्रो मामा हुनुहुन्छ गिदोन गेडे उतैबाट लगा ल म गिदोन लाउँछु ल गिदोन लगाइ तँ मेरो काट्नु छ भाइ क्लिप्स लगा न आज रिल्स खाले पाइलट एमबी पर सेकेन्ड हामी नेट फिक्स है हाम्रो एयर होस्टेज केटाहरू ट्रेनले छोडिसकेको छ अब यहाँदेखि चाहिँ ट्याक्सी पक्रिनुपर्छ है एकदमै रमाइलो दृश्यहरू है त अघि दुन सर पिक अन्त पिक ए रहेछ काठमाडौँ छ त अन्त यो पिक एकदमै रमाइलो ठाउँ छ तपाईँहरू चाहिँ को बोल्दैछ भने हेर्नुहुन्छ ल मेरो नाम चाहिँ रोल्यान्ड हो हाम्रो ब्रदर गिदोन अगाडि हिँड्नुहुने हाम्रो मोटे दाई एडी दाई नेक्स्ट वान ग्याब्रियल यहाँ हाम्रो डोमिनिक र हामी अब चाहिँ डाइरेक्ट हामी तल तपाईँहरूलाई खोलाको दृश्य देखाउँछौँ डिसिन हामी अलिकति क्याप्चर चाहिँ गर्नु पाइनौँ तर यो हेर्नुहोस् नि हाम्रो हुलको सबैभन्दा स्लिप मात्रै भएको ला सेम सिचुएसन विथ मी प्रिन्ट ए सरको एकछिन न र कुछ यस्तो दृश्यहरू म पनि लडेँ सबैजना लड्यौँ एज यु क्यान सी अ ब्युटिफुल भ्यू ओभर हियर यो चाहिँ सिक्किम पारी अनि यता चाहिँ खोलादेखि यता चाहिँ वेस्ट बेङ्गल हेर्न सक्नुहुन्छ तपाईँहरूले अब यहाँ फोटो खिच्नुपर्ने रहेछ एकछिन एउटा राम्रो कुरा चाहिँ के छ भन्दा चाहिँ गाब्रियलको जमिनको भाग है गाब्रियल तिम्रो भाग पर्छ भने त आदि मामापट्टिबाट त्यही त अन्त तिम्रोपट्टिबाट पढ्यो त अन्त यो ठाउँलाई चाहिँ बेसी भनिन्छ जहाँ चाहिँ एकदमै पहिला चाहिँ योहरू चाहिँ सब धान है डोमिक धान रोप्ने गर्थ्यो यहाँ चाहिँ यङ्गेस्ट म भएको कारणले मलाई मात्रै चाहिँ थाहा छैन यहाँ कसरी धान रोप्ने गर्थ्यो भनेर तर हाम्रो यहाँ अगाडि हिँड्नुहुने हाम्रो 3 जना दाजुभाइहरूलाई चाहिँ थाहा छ र यो ठाउँलाई चाहिँ तित्रे दह भन्छ कि अन्त ओइ बिग्रेछ दह बिग्रेछ है पहिला चाहिँ यो ठाउँमा चाहिँ यो एरियामा चाहिँ ड्याममै पानी हुने गर्थ्यो यहाँसम्म यो चाहिँ साह्रै गहिरो थियो यहाँ हाम्रो गिदन भाइ चाहिँ लिनु जान्दैछ
बट्टा बट्टा पुरा बिग्रेछ नि है खोला हुन त गहिरो छ कि यता तर यो पानी हुन्थ्यो नि है उयोसँग भन्दा पानी भएको क्या अन्त बल्छी खेल्नुलाई ऊ चाहिँ बट्टा टिप्नु जान्छ मोर देन 20 फिट ओ यहाँ तर यो ठाउँको चाहिँ एउटा फ्याक्ट चाहिँ के छ भने चाहिँ यो दह चाहिँ यति साह्रो गहिरो छ रेडी जम्मै सुन्छ यो दह चाहिँ यति साह्रो गहिरो छ यहाँ चाहिँ के भनाइ छ भने चाहिँ बाँसहरू हाल्यो भने चाहिँ यस्तो गहिरो चाहिँ सबै डुब्छ हो त्यो उयो बना बम बना न एउटा सब बस्नु पहिला साह्रै मजाको ठाउँ पाहाडीबाट पनि खेलेको थिएछ बल्छी देखाउनु ढाडपट्टिबाट थ्याङ्क यू लर्ड जिसस क्राइस्ट यस सर्चिङ फर सम बटल्स तपाईँ त त्यसै खेल्नु बनिसकेको छ रेडी म त कहाँ खेल्छौ बल्छी जस्तै हामी आइपुग्नु थालेको थियो हामी त बल्छी बनाउँदै थियो तर यहाँ हाम्रो गाब्रेलले चाहिँ रोटी पकाउनुलाई आँटा मुस्नु थालेछ दाजु के बनाउनु आँटेको तपाईँले पराठा खाऊ आलु पराठा परम प्रभुले चाहिँ हाम्रो लागि चाहिँ एउटा सही प्लाट हेर्नु नि अन्त कहाँ सोचेको थियो आँटाहरू लिएर आउँछ लु यहाँ गड गिफ्टेड अस तित्रे दह आफ्नो बल्छी हान्नुमा बिजी छन् पहिलो कन्टेस्टेन्ट गाब्रिएल यसरी हाम्रो एडी दाई अनि गिदोन अनि डोमिकले आफ्नो बल्छी तयार गर्नु हुँदैछ र हाम्रो भाइ चाहिँ दुई भाइ चाहिँ उता गएको छ उनीहरूले चाहिँ देख्नु हुँदैछ तपाईँले अलिक अलग्गै देख्नु एन्ड्रु दाले चाहिँ एउटा मारिसकेको छ सानो मिनी फिस दामी तर गिदोनले चाहिँ बल्छी बनाइ नसकेको एन्ड्रु दाको पुरा छोटो पो थियो त चलेको पानी भन्दा चाहिँ त्यतै राम्रो रहेछ हौ तर है स्टिल हामी चाहिँ खेल्दैछौँ तर राम्रो कुरा चाहिँ यो भर्खर मेरोमा परेको माछा यहाँ केटाहरूले कति निकै मारिसक्यो कतिवटा छ 5वटा चाहिँ यहाँ छ 5वटा छ मेरोसँग 6वटा यहाँ मारिसकेको छ निकै गिदोन भाइले यसरी नम्बर 4 हो कि 5 कति नम्बरको माछा 4 यो चाहिँ निकै मजाको अलिकति अहिलेको सबसे ठुलो रहेछ यो चाहिँ मजाको आएछ नि है मसला नि हो हेर्नुहोस् यो चाहिँ सबसे ठुलो चाहिँ असला ट्राउट रहेछ हौ मासेर यता क्रेडिट जान्छ गिदोनहरूले तर ऊ तल चाहिँ एउटा मर्छ एक दिन मर्छ तिम्रो हातबाट एकदम दामी आएछ है यो चाहिँ यता ल्याउन खोइ मच्छी देखाउ त मच्छी यहाँ खाएर हिँड्नु हेर्नुहोस् न एउटा जग्गा निकै ठुलै छ माछा पुरा छ खासमा यो स्पाइटको ठुलो छ यहाँ हाम्रो गिदोन भाइ मेरो फोन निकाल्नु फिलहाल भने चाहिँ हामी हिँड्दैछौँ बाटोमा घर जाँदैछौँ उकालो र हाम्रो केटाहरू यसरी लाइनमा एकदम खुसी साथ माछा मारेको जोसमा हिँड्दैछ गिदोन भाइ आज म्यान अफ द म्याच गिदोन फर्स्ट एन्ड द म्यान अफ द म्याच विथ 4 पिस अफ फिसेस 1 पिस 0 किल र अब हाम्रो चाहिँ अझै घर जानु चाहिँ खोला पुच्छारदेखि चाहिँ अझै 2 किलोमिटर जस्तो माथि छ उकालो स्ट्रेट यस्तो उकालो ठाडो अन्त त्यो उकालो चाहिँ जानुलाई चाहिँ हामीलाई चाहिँ गाडी चाहिन्छ खासमा तर दुःखको कुरा चाहिँ हामीसँग गाडी छैन र हामी चाहिँ गइसकेर पनि
आफ्नो घरमा नगएर तर गाउँको सबैभन्दा टुप्पाको घरमा पुग्नुपर्छ हाम्रो जेठा ब्रदरको घरमा जहाँ चाहिँ आज भोज तयार गरिएको छ हाम्रै निम्ति ढिलो हुन्छ होला है गाउँ सर हुन्छ नि के चाहिँ लिनु आउनु पर्यो लिन आउँछ होला सायद दाजु हाम्रो लागि गाडी एकदम झोडी बाटो भाइ स्मेलको फेभर गरिदिनु पर्ने छौ बनको नाति गुलेबेसी खान्छ पाम सन्डे खोलाबाट आएर दही सन्डे 15 दिन थियो भयो त मामाको घरमा हाम्रो एउटा कहाँ गयो सन्डासबाट निक्लेको छैन एउटा सो चाल गएको थियो कहाँ गयो पनि